साथीहरू, तपाईहरूले नेपालमै फ्रिलान्सिङ गर्न चाहनुहुन्छ तर तपाईसँग आइडिया छैन नेपालमा फ्रिलान्सिङ कसरी गर्ने, कहाँ गर्ने, गर्न के चाहिन्छ भने साथीहरू आजको यस भिडियोमा यो सम्पूर्ण विषयलाई समेटेर यो भिडियो बनाइएको छु। तपाईले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र साथीहरू अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। ल त साथीहरू ढिला नगरी आजको भिडियोलाई सुरु गरौँ। साथीहरू, फ्रिलान्सिङ गर्नको लागि सर्वप्रथम तपाईसँग कुनै स्किल हुनुपर्छ। अब तपाईसँग कुन स्किल छ? तपाईँ भिडियो एडिटर हुनुहुन्छ अथवा तपाईँ ग्राफिक डिजाइनर हुनुहुन्छ, तपाईँ वेबसाइट डिजाइनर हुनुहुन्छ अथवा तपाईसँग टाइपिङ गर्ने जस्तो कुनै स्किल छ भने सर्वप्रथम तपाईले आफ्नो स्किललाई डेभलप गर्ने प्रयास गर्नुहोला र तपाईले आफूसँग भएको स्किलमा तपाईले एक्सपर्ट बन्ने प्रयास गर्नुहोला। साथीहरू, आफूसँग भएको स्किलमा डेभलप भइसकेपछि अब तपाईले नेपालको फ्रिलान्सिङ साइटहरू जस्तै अपवर्क, फाइबर, freelancer.com, पिपल पर हावर, गुरु, टपटेल, टुलान्सर, वर्कना तपाईले यस्तो नेपालमा प्रयोग गरिने फ्रिलान्सिङ साइटहरूमा तपाईले काम गर्न सक्नुहुन्छ। साथीहरू, नेपालको परिप्रेक्षमा हेर्दाखेरि नेपालमा धेरै मान्छेले फ्रिलान्सिङ गर्नको लागि अपवर्क साइटमा काम गरिरहेको छ। त्यस कारणले गर्दा यदि सुरुवातको फेजमा हुनुहुन्छ भने तपाईले अपवर्कमा काम गर्न सक्नुहुन्छ। साथीहरू, तपाईले एउटा साइट सिलेक्ट गरिसकेपछि त्यसमा तपाईले आफ्नो राम्रो पोर्टफोलियो क्रिएट गर्नुहोला र त्यसपछि तपाईले यस्तो पोर्टफोलियो क्रिएट गर्नुहोला जसले गर्दा कस्टमरहरूले तपाईलाई अर्डर दियोस्, काम दियोस् र तपाईले सुरुवातमा हुन्छ भने तपाईले एकदमै कम पैसामा तपाईले काम गर्नुहोला र त्यसपछि तपाईले आफ्नो प्राइजहरू बढाउन सक्नुहुन्छ। त साथीहरू, तपाईले यसरी नै नेपालमा तपाईले फ्रिलान्सिङ गर्न सक्नुहुन्छ। मेन म्याटर यहाँ साथीहरू, फ्रिलान्सिङमा कुनै पनि साइटमा काम गर्दा तपाईले पोर्टफोलियो राम्रो क्रिएट गर्नुपर्ने हुन्छ र त्यसपछि तपाईले मजाले काम गर्न सक्नुहुन्छ। त साथीहरू, तपाईहरुलाई यो सानो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद। मिलौँ अग्लो भिडियोमा। जय नेपाल।